हेलो गाइस, दर्शक नमस्ते। आज म हाम्रो पहाड गाउँ पर्वतको खुम्मा आएको छु र आज मसँग मेरो बुढी पनि साथमा हुनुहुन्छ र आज हामी चाहिँ डहरे देउराली माईको थानमा पूजाको लागि जाने प्लान छ हाम्रो र आज अर्ली मर्निङ हामी पूजाको लागि निस्किनेछौँ। त अब म तपाईहरुलाई पहिला हाम्रो गाउँ सर देखाउँछु। ल हेर्नु साथीहरु, यो हो चाहिँ हाम्रो गाउँ है, खुम्मा। यो माथिल्लो खुम्मा सरर रस्ते जाँदै गर्दाखेरि अब यो बाटोभन्दा माथिबाट फेरि तल्लो खुम्मा यहाँबाट गएपछि यो घर चाहिँ हाम्रो है। हो है, यस्तो छ है भाइबसँग खुम्माको फेरि हल्का यो वन जङ्गलले घेरिएको शान्त वातावरण, स्वच्छ हावा, स्वच्छ पानी हटिया पनि। यो चाहिँ हटिया है, छापाठामा हटिया बजार। हाम्रो उत्तरतिर हेर्ने भने यस्तो रमाइलो छ है साथीहरूले। हेर्नु, पुरा धौलागिरी हिमाल यहीँनिर छ। अझ अरू हिमालहरू देखेको नरहेछ अहिले। पुरा सगरमाथा, माछापुच्छ्रे सब देखिन्छ यहाँबाट, तर अहिले चाहिँ नदेखेको रहेछ। यतातिर पुरा हल्का कुहिरो लागेको रहेछ नि त। आज हामी पूजा गर्न जाने ठाउँ चाहिँ डहरे देउराली। एकदमै जङ्गलको बिचमा छ यो थान चाहिँ। यस्तो हेर्नु होला, यो माथिको दुईटा हल्को चुचुरा छ। त्यो चुचुराको पनि सबैभन्दा माथि होला यो हल्को होला चुचुरा। यहाँनिर हो देउराली माईको मन्दिर। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ हल्का मन्दिर पनि देखिएको छ। यहाँनिर जाने आज है हामी पूजाको लागि। हेर्नु है साथीहरू, बोका डोराउँदै हिँड्नु भयो मेरो पतिदेवले। हामी जाँदैछौँ, 6:30 बजे हिँडेको। हेरौँ कति बजे पुगिन्छ है। ल गाइस, अब चाहिँ हामी थानमा प्रस्थान गरिसकेको। स्यानीले चाहिँ पुरा निगाला लिएर हिँडेछ। असिम चाहिँ पुरा बिन्दास तरिकाले हिँडेछ। असिमको मम्मी चाहिँ पुरा बोका डोराउँदै है, स्यास्या हुँदै। बाटो उकालो छ, यस्तै छ गाउँघरतिर, के गर्ने है। यहाँ लुरे मान्छेहरू आउँदैछन् हल्का हिमालको मुनि है, सरर है यस्तै। यो चाहिँ हाम्रो धौलागिरी हिमाल। सर यसको दाहिने जाम हल्का माछापुच्छ्रे हिमाल है। जङ्गलबाट सरर भक्तजनहरू बाख्रा लिएर, कोही निगला लिएर पछाडि नै आउँदै हुनुहुन्छ अझै भक्तजनहरू। सर्व जङ्गलको बाटो है। देउराली माईको मन्दिरनिर आइपुगिएको छ। यो यहाँको प्रवेशद्वार। अब यहाँबाट बिल्कुल नजिक अब देख्न सक्नुहुन्छ। अब टक्क लाएर यहाँनिर है गाइसले हेर्नुहोस्, यो ठ्याक्कै पहाडको माथि सानो मन्दिर हजुरले देख्नुभयो होला। पछाडि आकाश भनेपछि कति धेरै हाइटमा होला यो मन्दिर। अब अन्दाजा लगाउनुहोस् तपाईँहरू। पुरा आकाश छ पछाडि, माथि पुरा निगालाहरू हल्लिँदैछ भनेपछि अरू पूजारी यात्रीहरू गइसक्नु भएको जस्तो छ, हिँडिराख्नु भएको छ। फाइनल्ली हामी आइपुग्यो है देउराली माईको मन्दिरमा। अब चाहिँ हाम्रो यहाँ मन्दिर परिक्रमा हुँदैछ है। यो चाहिँ हाम्रो मन्दिर। घुम्ने बाटो चाहिँ दामी भएको रहेछ अहिले है यतातिर। यो मन्दिर अहिले बनेको।
गाडी भएर गाडी कम्प्लेन नम्बर भगवती बच्चालाई चाहिँ तारा माता मारौँ मनमान्छे सिधो सिधो धान नानी आरोग्य उन्नति प्रगति राम्रो होस् मान्छे नानीबाट सबै कुरा शान्त हुन् जो मन आइन भर्खर उठाएको त छैन उठाएको छैन सम्झिनु भएको सम्झिनु भएको यसलाई चाहिँ तल लाने र अनि यसलाई चाहिँ सम्झि अब तल खाल्का देख्नु भयो होला ल फाइनली गाइस 2.5 घन्टा पछि चाहिँ हामी मन्दिर पनि पुगियो फाइनली हाम्रो पूजा खतम भइसकेको छ अब चाहिँ मैले चाहिँ मेरो पन्दाली बल्ली गराउनु पर्ने छ किन भन्दा 40 केजीको बोका छ अब यसलाई बोक्नु पर्ने छ अलराइट गाइस हाम्रो अब पूजा खतम भयो है बाई बाई घरे देउराली रक्षा गर अब सबैको अब ओराल 40 किलोको बोका कन्दमा बोकेर इनफ वेट नगर्नु है कि अब पूजा कार्यक्रम भयो अब चाहिँ हामी हल्का नास्ता पायौँ कार्यक्रम गर्दैछौँ कोही चाउचाउ रोटी म चाहिँ त्यो अर्ग्यानिकवाला सेलरोटीवाला पऱ्यो है न्यू जेनेरेसनको पुरा चाउचाउ नुडल्सहरू खानेवाला पऱ्यो हामी चाहिँ यस्तै खाइन्छ ल है फाइनली गाइस हामीहरू आइपुग्यौँ देखेको छ तर बादल बसेको छ है माछा पुसी पनि देखेको छ बट माछा पुसीमा हल्का